हेलो गाइस, वेलकम टु माई न्यू समीर ब्लग गाइस हैन। आज चाहिँ हामी दाइको भिडियो बनाउन आएको हैन। घुमघाम पनि भइरह। हामी चाहिँ अहिले यहाँ तीनजना मात्र आएको छौँ। एउटा मेरो साथी अनि एउटा चाहिँ दाइ। हामी चाहिँ अहिले सो के भनौँ हैन, अब फर्स्ट टाइम ब्लग हानिरहेको छु। अलि केही इन्ट्रो अब सिक्दै गरौँ न, अलि झ्याप्प आउँदैन मलाई पनि। अनि अहिले चाहिँ अब हामी भिडियो बनाएर भ्याइसक्यो। भिडियो बनाएको चाहिँ भ्लग गरेको छैन हामीले। भिडियो चाहिँ छिटो सेपरेट ब्लग सेमिनेट। अनि अहिले चाहिँ हामी भिडियो सिडियो बनाएर अहिले दाइको घर जानु लाग्यो। अब दाइको घर गएर भिडियो सिडियो एडिट गरिन्छ। भाइले सबसँग सपोर्ट गर्नु पऱ्यो, माया गर्नु पऱ्यो, माया देखाइदिनु पऱ्यो। त्यो माया देखाइदियो भने नयाँ नयाँ कन्टेन्टहरू आउँछ, ऱ्यापर आउँछ। केपी ओली चढ्दा त गोली होइन। अहिले मेरो घर रोटी मलाई मिलाइदिनु त परको केटी। केपी ओली भन् 10 वर्ष जेठी। तेरो घरमा लिएर आइन्छु अन्डा एक केटी। केपी ओली भयो त सुन सेफ्टी। मलाई तर यसरी हात उठाएर ब्लग हान्दै क्या हात गल्नु के दाइ। यो चाहिँ होइन क्या, मेरो फर्स्ट ब्लग हो। अब के गर्नु पर्ने चाहिँ खासै थाहा छैन। अब बिस्तारै बिस्तारै सिक्दै गइन्छ, गर्दै गइन्छ। डस्टबिनहरू सबैलाई सपोर्ट गर्नु पऱ्यो। कतिजना के हुन्छ नि भाइरल हुने मान्छेहरू मात्रै सपोर्ट गर्ने के छैन। हाम्रो सब्सक्राइब गरेर गरिसकेपछि सब्सक्राइब मलाई थाहा छ हजुरहरूले सब्सक्राइब गरेर सक्नुहुन्छ। दाबे त्यो रातो बटन है, रातो बटन। डेली भ्लग आउँछ, डेली लाइभ भिडियो आउँछ होइन। त्यही हो हामी सिजन के भन्नु होइन, बिस्तारै बिस्तारै अगाडि बढिन्छ। हामी चाहिँ अहिले तिनजना, एउटा चाहिँ देखिन मानेको छैन। मलाई अलिक लाल लाग्छ मलाई धेरै यस्तो पपुलेटी के अरे पपुलर अनि अरू यसको नै गाई, मान्छे चाहिँ यसको नै होइन गाई। बिस्तारै बिस्तारै युट्युब च्यानल आउँदैछ। यसको चाहिँ युट्युब च्यानल के कस्तो हुन्छ भन्दाखेरि त्यही हो, एनिमी सेनिमीको एडिट गर्छ भने जसले एनिमी खान्छ होइन। एनिमी हेर्दा मैले नै एनिमी एडिट पनि गर्छु मैले, तर मैले त्यो छोडिसकेँ भने गाई। अहिले कस्तो जाऊ हो कि एडिट गर्दा छिटो अलि भने जस्तो नहुने। गाई यति मिस्टेक गर अनि पुरै भिडियो खान पर्ने हुन्थ्यो होइन। त्यो भएर मैले चाहिँ त्यो छोडिदिएँ होइन। अब उसले चाहिँ अब सुरु गर्दैछ भने एनिमी एडिट कोले एनिमी हेर्नुहुन्छ अब टक्क उसको च्यानललाई लाइक सब्सक्राइब होइन, सबै कमेन्ट त्यही हो। दाइ अब यस्तै फन्नी भिडियोहरू मन छ भने चाहिँ दाइकोमा गएर हेर्नु होला। सक्दैछ अब गरिदिनु दाइलाई। वेयर अल फ्रम चितवन बासी सक्दैन नि फेरि चितवन बासीले फेरि जाप। यो चाहिँ होइन गाइस, हामी म पढेको स्कुल हामी तिनजना पढेको स्कुल। यो चाहिँ मैले र दाइले त स्कुल पढेर छोडिसक्यो। यो चाहिँ पढ्दैछ सुनकाले मरो तल फ्रेम लगेर ठुलोमा डुबायो नि त हुन सक्दैन गोरु। सुनकाले मरो घरमा पढ्ने चाहिँ क्या हो सिलिन्डर। कालो मोरो दिँदा त कस्तो गाई छैन, एलइडी छान जस्तो लाग्यो कि मलाई चाहिँ। फिक्स हेर्नु नै कस्तो सही डिस हो, एलइडी छान जस्तो लाग्यो है मलाई चाहिँ। दाइले खतरा डिस हान्नु हल्का हल्का भन्छ। अन्तर हेर्ने, अन्तर कालो र गोरोमा कतिको अन्तर छ भनेर। भिडियो एआई भिडियो यो एआई हो। म रियलमा गोरो छु। यो त मेरो अगाडि कालो, यो एआई भिडियो के भने ल त गाई छैन भ्लग हान्न दाँत गल्यो होइन। अब गाई छैन, हामीले चाहिँ अब दाइले छोडेर आइसक्यो। दाइ चाहिँ त्यहाँ बाटोबाट जानुभयो। अहिले चाहिँ हामी दुईजना मात्र छौँ। के भन्ने होइन, गाह्रो छ होइन, गाह्रो छ। यो गाई त अब यता यसको नि कालो छ भने कालो। यी अन्तर हेर भाइ, अन्तर हेरेको थियो नि। यो एआई भिडियो गाइस होइन, यसमा लानु हुँदैन।
के हो होइन अरूबाट मान्छेलाई अलिक भ्लग हान्न गाह्रो लाग्छ कि मलाई के लाग्छ पहिला नि हामीले होइन पहिला मैले कति मेरो होइन पहिला म 3टा च्यानल उडिसकेको थिएँ फर्स्ट च्यानल चाहिँ मेरो ऱ्यापको थियो होइन ऱ्यापको के भन्दाखेरि बिटुबाट बिट कपीबाट मेरो स्ट्रेक आयो युट्युब च्यानल अन्त त्यो च्यानल गयो सेकेन्डमा फेरि मैले गेमिङको खोलेँ गेमिङको पनि त्यस्तो के हुने होइन भ्युज नआउने आइडी ग्रो नहुने बिस्तारै बिस्तारै त्यसमा चाहिँ अब होइन हुन्छ नि त के भन्नाले इङ्ग्लिस नआउने होइन त्यस्तै कन्ट्रोभर्सी हुँदा होइन त्यो च्यानल पनि उड्यो मेरो अब त्यस्तै ठुलै युट्युबरसँग चाहिँ कन्ट्रोभर्सी भयो भनेर भन्नु मिल्दैन त्यही हो अब आफ्नै केटाहरूको होइन च्यानल बनाइएको थियो चलिरहेको थियो के अरे चलाइरहेको थियो बिस्तारै बिस्तारै ग्रो भइरहेको थियो अनि के अरे भाइ यार के बिल्ला नहान नि तिमी फेरि युट्युब युनिक समीर सब्सक्राइब गर है के भन्ने होइन गाइस फर्स्ट भ्लग हानेछु फसल कि फर्स्ट भलमै होइन अब फ्यान बनिसक्यो भने चाहिँ अब पछि पछि चाहिँ गर्दै जाँदा कति फ्यान मन लाग्यो बिचमा अनि अलिकति सोच्ने के बात नै है गाई त्यही होइन अब सिक्किममा अघिका अनि गाइस होइन हाम्रो चाहिँ बिस्तारै बिस्तारै कन्ट्रोभर्सी चल्यो आफ्नो केटाहरू बिच होइन अब त्यस्तै त्यो भएर म त्यो युट्युब च्यानलले मेरो साथीहरूले रिपोर्ट हालेर गयो अन्त फेरि भ्लगको खोलेको थिएँ भ्लगकोमा के भन्दा चाहिँ भ्लग हान्ने होइन गाइस नहानेको होइन 1 वर्ष जति त भ्लगै हानेर हिँड्ने त्यो च्यानल चाहिँ मेरो के भयो भन्दाखेरि ऊ के अरे डाउन चल्यो कि मतलब लास्टै डाउन चल्यो न भ्युज आउने होइन गाइस न त्यस्तै अब अड्केर बसेको बिचमा अन्त च्यानल चाहिँ मैले आफूले खेल्दै गएँ होइन खेल्दै त्यो च्यानल खेर गएँ अनि के अरे त्यो च्यानल चाहिँ भर्खर खोलेको होइन गाइस अब के अरे त्यही हो यो च्यानल अब यो च्यानल चाहिँ किन हो जान्छ होइन बिस्तारै अब लास्ट च्यानलले केही हुन्न किनकि म एकदम लकी मान्छे हो कि है हेर्नु गाइस यो जस्तो पढ्न चाहिँ कोही छैन म एकदम लकी छु यसलाई बनाउँदै लाग्छु तर मैले गर्दैछु कति सब्सक्राइबर यो मोनिटाइज भइसकेको आइडी हो होइन यसले चाहिँ पाइले गरेर यसले फेरि बिहान हामी पारायो तर यसले युट्युब कम्युनिटीमा छिर्ने भनेपछि भने जस्तो सजिलो चाहिँ नहुने रहेछ गाह्रो हुन्छ तर स्ट्रगल चाहिन्छ अब हजुरहरूको सपोर्टले चाहिँ अब हामी सकिन्छ नसकिने हजुरहरू पनि सपोर्ट गरिदिनु होला हामीलाई अब के छैन अब बिस्तारै उसले पनि च्यानल खोल्छ होइन उसको चाहिँ अहिले मोबाइल नभएर खोले होइन ऊ अहिले स्टडी गरेर छ नि भन्दा अब स्टडी भ्याएर बसेको हो भ्याएर बसेको भन्दा नि 10 दिएर बसेको अब 11 12 चाहिँ 10 दिएर डिप्लोमा आइटी गरेँ आइटी भ्याएर बसेँ अब फेरि 11 12 गर्ने बसेको +2 अनि भ्याएपछि अब त्यही हो म पनि अब बिस्तारै भिडियो बनाउँदै जान्छु अगाडि गएर अब हेरौँ के हुन्छ उसको नि अहिले स्टडी छ अब उसले स्टडी भएर बिस्तारै अब च्यानल खोल्ने यताउति गर्ने गर्छ त्यही होला त गाइस अहिले चाहिँ होइन अहिले भ्लग धेरै लाग्यो म चाहिँ अब अगाडि पुगेपछि गर्छु भ्लग ल त गाइस